नमस्कार, म तुलसी भारद्वाज निरौला। आज हामी गर्भ राख्दाखेरि वा सन्तान जन्माउँदाखेरि स्त्रीको महिनावारी भएको ऋतुकाल भएको कुन चाहिँ दिनमा गर्भ रह्यो भने कस्तो किसिमको सन्तान जन्मन्छ भनेर शास्त्रले के बताएको छ त्यसका बारेमा चर्चा परिचर्चा गर्ने प्रयास गर्दैछौँ। हामीले कुनै पनि कुराकानी गर्छौँ भने शास्त्र प्रमाण सहित कुराकानी गर्छौँ, अनर्गल कुराकानी जोड्दैनौँ। यो कुरा तपाईलाई थाहा छ। हामीसँग जातक पारिजात नाम गरेको पुस्तक रहेको छ। यो अत्यन्त विशिष्ट पुस्तक रहेको छ। यसको वियोनि जन्माध्याय भन्ने तेस्रो अध्यायमा लेखिएको छ कुन दिनमा गर्भ रह्यो भने कस्तो किसिमको सन्तान जन्मन्छ भनेर। शास्त्र कसरी भन्छ भने पुत्रोल्पायुर्दारिका वंशकर्ता वन्ध्या पुत्र सुन्दरी सुविरूपा। यसरी अगाडि बढ्छ। श्लोकमा के बताइएको छ भने ऋतुकाल भएको, महिनावारी भएको पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन त गर्भ राख्नु हुँदैन, कुनै हातमा हुँदैन, राम्रो हुँदैन भनेर बताइएको छ। त्यो प्रसङ्ग तपाईँ हामी सबैलाई थाहा छ। चौथो दिनदेखि यदि गर्भ रह्यो भने कस्तो किसिमको सन्तान जन्मन्छ भन्ने कुरासँग जोडिएर चौथो दिनमा गर्भ रह्यो भने पुत्र हुन्छ, अल्पायु हुन्छ। अर्को कुरा पनि हामीलाई के थाहा छ भने जोडी दिनमा गर्भ रह्यो भने पुरुष जन्मन्छ, छोरा जन्मन्छ। बिजोडी दिनमा गर्भ रह्यो भने छोरी जन्मिन्छ भन्ने कुरा थाहा छ। त्यस्तै चौथो दिनमा वा ऋतु भएको, महिनावारी भएको चौथो दिनमा गर्भ रह्यो भने, चौथो रात्रिमा सम्भोग गरेर गर्भ रह्यो भने चाहिँ अल्पायु पुत्र जन्मन्छ भनेर बताइएको छ भने पाँचौं रातमा गर्भ रह्यो भने कन्या जन्मिन्छ र छैटौं रातमा गर्भ रह्यो भने वंशकर्ता भनेर बताइन्छ, वंश वृद्धिकर्ता जन्मन्छ अरे। सातौं दिनमा गर्भ रहेर सन्तान जन्मियो भने बन्धिया कन्या भन्छ है। ऊबाट चाहिँ सन्तान सन्तति नजन्मिने किसिमको बन्धिया भनेर बताउँछ भने आठौं दिनमा गर्भ रहँदाखेरि पुत्र जन्मन्छ यसरी बताइन्छ भने नौं दिनमा गर्भ रहँदाखेरि सुन्दरी कन्या भनेर बताइएको छ र सँगसँगै दशौं दिनमा गर्भ रह्यो भने सुन्दर पुत्र भनेर बताइएको छ भने 11औं रातमा गर्भ रहेर जन्मिएको पुत्री चाहिँ छोरी चाहिँ कुरूपा कन्या, रूप राम्रो नभएको तर कन्या जन्मिन्छ र 12औं रातमा गर्भ रहेर जन्मिएको सन्तान चाहिँ श्रीमान पुत्र यसरी बताइन्छ भने सँगसँगै 13औं दिनमा गर्भ रह्यो भने कुत्सिता कन्या भनेर बताइन्छ। कुत्सिता कन्या त्यति राम्रो चरण हुँदैन, चालचलन हुँदैन, नराम्रो किसिमको चालचलन भएको, बानी बेहोरा भएकी छोरी जन्मिन्छे भनेर बताइन्छ 13औं दिनमा भने 14औं दिनमा 14औं रातमा गर्भ रह्यो भने धर्मशील पुत्र यसरी बताइन्छ र सँगसँगै 15औं रातमा गर्भ रहँदाखेरि लक्ष्मी सदृश पुत्री, लक्ष्मी माता त्यस्तै देखिने त्यस्तै स्वभाव भएकी पुत्री जन्मिन्छे भनेर बताइन्छ भने 16औं रातमा गर्भ रह्यो भने सर्वज्ञ पुत्र, सबै कुरा जान्ने पुत्र हुन्छ भनेर यसरी बताएको छ शास्त्रमा जातक पारिजातमा। र सँगसँगै यो कुरासँग यो मात्रै कुराकानी रहँदैन, अन्य धेरै कुराहरू रहन्छन्। जस्तो जो गर्भ राख्ने पिता र माता भनौँ, केटाकेटी श्रीमान श्रीमतीको दशाका आधारमा पनि कस्तो किसिमको सन्तान जन्मने भन्ने निर्धारण रहन्छ। बारका आधारमा पनि यो कुराकानी रहन्छ। जस्तो बिहिबारमा रहेको गर्भ विशिष्ट मानिन्छ, पूर्णिमामा रहेको गर्भ विशिष्ट मानिन्छ हैन। तर व्रत नलिएको रातको गर्भ राम्रो मानिन्छ। फेरि व्रत लिएको रातमा गरेको सम्भोग राम्रो मानिँदैन। अन्य हामीले धेरै भिडियोहरू राखेका छौँ यसका बारेमा। कुन दिनमा गर्भ राख्नु हुँदैन, श्राद्धमा, बाहिर जाँदा, यस्तो पाहुना गएको बेलामा गर्भ राख्नु हुँदैन यसरी बताइन्छ। आकल झुकल बसिनी गयो भने पनि त्यो सन्तान त्यति राम्रो हुँदैन। किनभने अहिले पछिल्लो समयमा बजारमा हामीले देख्ने गरेका छौँ सुस्त मनस्थिति, अटिज्म जन्मिने, नबोल्ने, विभिन्न किसिमका समस्याहरू हुने। त्यसो भएका कारणले गर्दा सामान्य कुरामा साइत हेर्नुभन्दा पनि पसल खोल्दा साइत हेर्ने, यात्रा गर्दा साइत हेर्ने हैन, घर बनाउँदा साइत हेर्ने। तर आफ्नो सन्तान सन्तति जन्माउने लाखौं करोडौं पुस्तादेखि हामी आइपुग्यौँ। अब हामीबाट लाखौं करोडौं पुस्ता तल जाओस्, सन्तान सन्तति नाति नातिना हुँदै जाउन् भन्ने कुरालाई चाहिँ साइत नहेर्ने अनि अचानक खोइ कहिले भएछ भनेर दुर्घटनामा जन्माउने यो त कुरा गल्ती हुन सक्छ। त्यसो भएका कारणले गर्दा लग्नका आधारमा पनि गर्भमा रहेको सन्तान कस्तो जन्मन्छ भन्ने कुरा पनि रहन्छ भने नवंशका आधारमा पनि गर्भका आधारमा कस्तो किसिमको सन्तान जन्मन्छ भन्ने हुन्छ। नवमांश भनेको चाहिँ
एउटा लग्नमा 2 घण्टा हुन्छ, 2 घण्टामा पुरुष स्त्री किसिमको लग्न हुन्छ, बलवान कमजोर लग्न हुन्छ, त्यसभित्र 13 मिनट 20 सेकेन्डको नवमांश हुन्छ। वर्गोत्तम नवमांश बनाउन सकियो भने, मित्र नवमांश बनाउन सकियो भने विशेष राम्रो रहन्छ। 13 मिनट 20 सेकेन्डको समयावधि हुन रहन्छ। अनि योगका आधारमा पनि कतिपय अवस्थामा के हुन्छ भने विषकुम्भ योग हैन, अनि करणका आधारमा विष्टिकरण पर्यो भने जन्मतो गर्भतो वा भनेर यसरी शास्त्रले बताउँछ। जन्मिएको बेलामा विष्टि पर्यो भने वा गर्भ रहेको बेलामा विष्टि पर्यो भने त्यति राम्रो रहँदैन भनेर बताइन्छ भने शुक्ल पक्ष तिथिका आधारमा रिक्त तिथि पर्यो भने राम्रो मान्दैन हैन, पूर्ण तिथि पर्यो भने राम्रो मान्छ, पूर्णिमा दशमी पञ्चमी दो तिथिलाई राम्रो मान्छ, शुक्ल पक्षलाई राम्रो मान्छ, कृष्ण पक्षको पनि एकदम औँसीको नजिकमा भयो भने राम्रो मान्दैन। त्यसो भएको कारणले गर्दा जन्मतो गर्भतो वा भनेका कारणले गर्दा गर्भ राख्दाखेरि पनि यी कुराहरू विचार गर्नुपर्छ। हामी जति पनि कुराकानी राख्छौँ शास्त्र प्रमाण सहित राख्छौँ, यो कुरा विचार गर्नुहोला। हाम्रा कुराहरू मन पर्छन् भने साथीभाइ इष्टमित्रलाई सेयर गर्न सक्नुहुन्छ। हामीलाई तपाईले तुलसी गुरु नाम गरेको युट्युब च्यानल, टिकटक, फेसबुकमा पछ्याउन सक्नुहुन्छ र विभिन्न जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ। सबैको जय होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् भन्ने कामनाका साथमा आजलाई म तुलसी भारद्वाज निरौला बिदा माग्छु। नमस्कार, शुभ दिन, जय होस्।